मेरो यात्रा चाहिँ साथीहरू पाल्पातिर जाँदैछु म चाहिँ पाल्पा। अनि खासमा पाल्पा जानुको कारण अनि के हो कसो हो किन जाँदैछु भन्ने कुराहरू चाहिँ म हजुरहरूलाई यो भ्लग मार्फत बताउने छु। हेलो नमस्ते, म चाहिँ सन्जु अनि आज चाहिँ हाम्रो यात्रा छ पाल्पासम्मको। अब हामी पाल्पासँगै जाउँ है त। अनि साथीहरू मेरो भ्लग चाहिँ जहिले पनि मिनी भ्लग हुन्थ्यो, तर आज चाहिँ यो भ्लग एकदमै लामो छ किनभने मैले पाल्पामा भएको हरेक मोमेन्टहरू मेमोरिजहरू बोकेर ल्याएको छु। अनि पाल्पा गएदेखि फर्केसम्मको मेमोरिजहरू छ, मोमेन्टहरू छ, त्यो सबै हजुरहरूलाई म यो भ्लग मार्फत सेयर गर्नेछु। म चाहिँ फ्लाइटमा जानु पर्ने भएको कारणले मैले यो फ्लाइटको अलिकति भिडियो पनि क्याप्चर गरेँ होइन। जे होस् एकदमै रमाइलो भयो, मनमा हल्का डर पनि लागिरहेको थियो। अब नेपालको फ्लाइटहरू एकदमै डेन्जर हुन्छ नि त, त्यही भएर हल्का आफूलाई अब त्यस्तो लाग्ने। अनि अर्को कुरा के महसुस गर्यो भन्दाखेरि जति बेला चढिसकेपछि चाहिँ झन् त्यही दिमागमा चाहिँ आइरहने क्या हुन्छ नि, हो यस्तो भएको थियो, क्र्यास भएको थियो भन्ने कुराहरू चाहिँ दिमागमा आउने। तर ती सबै कुरालाई मैले भुलेर होइन अनि ह्याप्पी भएर चाहिँ म मेरो साथीको ठाउँतिर लागेँ। अनि म चढेको प्लेन पनि उड्न थाले साथीहरू। अनि मसँगै तपाईँहरू पनि अब उड्दै हुनुहुन्छ है। अनि मनमा धेरै कुराहरू, धेरै पीडा भन्ने कुराहरू सबै हुन्छ, तर पनि त्यो कुराहरूलाई भुलेर म चाहिँ पाल्पातिर म खासमा 2 दिन 3 दिन बस्ने भनेर गएको मान्छे 1 हप्ता समथिङ बसेँ होला होइन त्यतिखेर। अनि त्यो सबै म हजुरहरूलाई बताउने छु। अनि बिस्तारै प्लेनमा जति स्पिड भयो त्यति नै मन ढुकढुक भएको के हुन्छ नि त्यो कुराहरूले। अनि खासमा चाहिँ साथीहरू म चाहिँ मेरो साथीको बर्थडेको लागि जाँदैछु पाल्पा। अनि मेरो साथीको बर्थडे चाहिँ 2 दिन अगाडि भएको कारणले अनि म चाहिँ अलि अगाडि नै गएको। अनि खासमा चाहिँ हाम्रो प्लान चाहिँ अर्कै थियो, के अरे गाडीमा जाने भन्ने प्लान थियो। गाडी चाहिँ त्यही बेलामा चाहिँ बन्द भइदिइसकेपछि अप्सन भएन, त्यही कारणले चाहिँ म फ्लाइटमा जाँदैछु होइन। फ्लाइट या अब गाडी जेमा भए पनि जानु त पर्यो होइन। अनि अब मेरो साथीलाई मैले धेरै कुराहरू भनिसकेँ, म आउँछु तपाईँको बर्थडेमा भनिसकेँ उसलाई। अनि उसको त्यो ह्याप्पी फेसलाई फेरि स्याड फेस त कसरी गराउनु भनेर म चाहिँ मेरो साथीको ठाउँतिर लागेँ। अनि साथीहरू म चाहिँ तपाईँहरूलाई एउटा कुरा सेयर गर्न चाहन्छु। हाम्रो भेट चाहिँ हामी काठमाडौँमा भेटेका हौँ होइन। अहिले म जुन साथीलाई भेट्न जाँदैछु उहाँको र मेरो चाहिँ भेट भइसकेको छ काठमाडौँमा। अनि हामी चाहिँ स्कुल पढ्दाको साथी पनि होइनौँ होइन। अनि त्यसपछि सँगै हुर्केको साथीहरू पनि होइन, हामी चाहिँ टिकटकबाट भेटेको साथीहरू हो होइन। टिकटकबाट भेटेको भए पनि एकदमै खुसी, एकदमै भाग्यमानी ठान्छु म आफूलाई, किनभने एकदमै राम्रो साथीहरू मैले पाएको छु टिकटकबाट। अनि थ्याङ्क यू टिकटक होइन, एकदमै राम्रो एकदमै मिलनसार साथीहरू पाएको छु। अनि प्लेनमा चाहिँ साथीहरू मलाई एउटा जुस र एउटा स्न्याक्स दिनुभएको थियो। मेरो चाहिँ यति एयरलाइन्स थियो होइन, एकदमै त्यस्तो डर फिलै भएन होइन। आधी घन्टामा पुर्याउने रहेछ, एकदमै के अरे हुन्छ नि त्यस्तो केही भएन कि हुन्छ अब कतिखेर त हल्लेको जस्तो त्यस्तो टाइपको नि भएको हुन्थ्यो, तर त्यतिखेर चाहिँ भएको थिएन। एकदमै आनन्दले उडिरहेको थियो बेला बेलामा झ्यालबाट। त्यतिखेर म जाँदाखेरि मौसम पनि हल्का अँध्यारो थियो, त्यही भएर चाहिँ त्यस्तो पिक्चरहरू तलको त्यो देखिन क्या, भुइँ त्यो तल घरहरू राम्रोसँग देखेको थिएन, बादल मुनि अनि म चाहिँ माथि उडिरहेको थिएँ होइन। अनि भिडियो त बनाउनै परिहाल्यो, फेरि यसो हल्का यताउति कपाल मिलाउँदै होइन टक्क लगाएर हल्का मिलाउँदै झ्यालबाट हेर्दै भिडियो आफ्नो क्लिक गर्दै होइन। अनि
फाइनली हामी चाहिँ आइपुग्यौँ पाल्पा होइन है साथीहरू, भैरवासम्मको थियो फ्लाइट चाहिँ मेरो। त्यहाँदेखि चाहिँ म गाडी हुँदै होइन बस हुँदै ट्राभल गर्नुपर्ने थियो। अनि तराई हेर्नु न, तराई चाहिँ पुरै सम्म क्या। अघि काठमाडौँबाट उड्दा त पुरा हिमाल यस्तो पुरा यस्तो अलि हुन्छ नि, त्यस्तो अलि के अरे डाँडा काँडा देखेको थियो। अहिले चाहिँ यहाँसम्म छ क्या। अनि यो चाहिँ हो तराई लेक बेसी भने जस्तै होइन, त्यही भएर चाहिँ अनि कति धेरै घरहरू। अनि त्यही आइसकेपछि चाहिँ अनि अब चाहिँ हामी फेरि ट्राभल गर्नेछौँ गाडी हुँदै। गाडीदेखि चाहिँ 2 घन्टा 1 घन्टा चाहिँ बुटोल जान लाग्ने रहेछ। त्यसपछि चाहिँ बुटोलदेखि फेरि हामी अर्को बस चढ्नु पर्ने रहेछ। बस चाहिँ 2 घन्टा लाग्ने रहेछ। अनि त्यो क्रममा चाहिँ साथीहरू होइन हामी बुटोल चाहिँ पुग्यौँ, तर बुटोलबाट हामीलाई गाडी पाउन गाह्रो भयो बेलुकाको टाइममा। त्यसमाथि गाडी बन्द भएको कारणले चाहिँ उता काठमाडौँबाट आउने गाडी चाहिँ आएन। सो हामीलाई चाहिँ एकदमै गाह्रो भएको थियो। त्यो मोमेन्टमा पनि गाह्रो पनि भएको थियो, तर पनि एकदम खुसी भएको थियौँ कि अब मैले त मेरो साथीलाई मैले भेटिसकेको थिएँ नि त होइन। अनि त्यहाँ गइसकेपछि अब प्लेन पनि ल्यान्ड भइसकेको छ होइन। अब मेरो साथीलाई चाहिँ उहाँलाई मैले बोलाएको थिएँ कि मलाई चाहिँ लिन आउनु है, मलाई केही थाहा छैन नि त। अब म फर्स्टचोटि जाँदैछु, उहाँको लागि बर्थडे गिफ्ट पनि बोकेर होइन। अनि म चाहिँ एक ठाउँमा कुरेर बसेको थिएँ, कहाँ जाने के जाने केही थाहा थिएन। तर म एक ठाउँमा बसेँ। अनि उहाँहरू फाइनली मेरो साथीहरू आइपुग्नु भयो। ऊ चाहिँ मेरो वन्दना साथी होइन, ब्युटिफुल प्रिटी छ होइन, एकदमै राम्री पनि छ। बिचरा धेरै टाढाबाट 2-3 घन्टाको ट्राभल गरेर ऊ आयो। म त जम्मा आधी घन्टा त भयो नि, म त होइन आधी घन्टामा त म त्यहाँसम्म आएँ। हजुर अब उसँग भेट भइसकेपछि चाहिँ मलाई खुसी लाग्यो। अब चाहिँ म चाहिँ आनन्दले जान सक्छु भनेर। अनि हामीसँगै हुनुहुन्थ्यो एकजना साथी होइन, उहाँ चाहिँ कलमा हुनुहुन्थ्यो हाम्रो। मलाई एकदमै हेल्प गर्दै हुनुहुन्थ्यो जानुको लागि चाहिँ, कसरी जाने के गरेर जाने भनेर। अनि हामी भेट भइसकेपछि हामी बुटोल हुँदै बुटोलको सहरलाई क्याप्चर गर्दै अनि मैले चाहिँ गयौँ। फेरि हामी भेटेपछि खाजा त खानै पर्यो साथीहरू, भोक एकदम लागिसकेको थियो। फेरि साथी चाहिँ मिठाई किन्न भनेर लाग्यौँ। एकछिन हामी पानी सानी खाएर मिठाई किन्यौँ। त्यसपछि फेरि हामी आएर यसो भिडियो बनाएर अनि हामीले अर्डर गरेको चिज आयो। यो चाहिँ हामीले फ्राइड राइस अर्डर गऱ्यौँ, मोमो। अनि धेरै खानेकुराहरू त खाना पनि खाएर आएको थियो, तर पनि हल्का भोक चाहिँ लागिरहेको थियो नि त। अनि साथीहरू गर्मी भन्ने कुरा यो टाइममा चाहिँ तपाईँहरू तराई नजानु होला, एकदम गर्मी छ। उफ गर्मी भनेर एउटा भिडियोमा टिकटकमा देखाएको थिएँ, त्यस्तै बनाउने जस्तो भएको थियो। अनि हामीले मोमो खायौँ, मोमो पनि एकदम मिठो थियो होइन। अनि यो बेलुकी टाइम साथीहरू हामीलाई चाहिँ गाडी पाउन गाह्रो भएको कारणले मेरो साथी बिचरा उसले धेरै दुःख पायो। मलाई लिन आएको है, कति दुःख पायो कि उसले चाहिँ गाडी पनि नपाउने। 8 बजिसकेको थियो, त्यहाँबाट हिँडेको थिएनौँ होइन। बुटोलदेखि हामी चाहिँ पाल्पा पुग्नु थियो, 2 घन्टाको ट्राभलिङ गर्नुपर्ने थियो। तैपनि हामीले लास्टमा चाहिँ त्यहाँनिर अझै थुप्रैजना कुरेको कारणले चाहिँ हामीले 4 जनालाई चाहिँ हामीले एउटा ट्याक्सीमा म्यानेजमेन्ट गरेर चाहिँ हामी पाल्पातिर लाग्यौँ। अनि यो चाहिँ पाल्पातिर जाँदैको बाटो हो साथीहरू। अनि रातिको टाइममा जाँदा पनि होइन कस्तो राम्रो देख्ने हेर्नुहोस्। राति यति राम्रो भएपछि अनि मैले साथीलाई भने तपाईँ जस्तै राम्रो रहेछ मेरो पाल्पा, तपाईँ बस्ने ठाउँ। यो सुन्दरतालाई हेर्दै आउँदाखेरि त हामी घर आएको पत्तै भएन साथीहरू। अनि हामी घर पनि आइपुग्यौँ। ओके, बाँकी कुरा अर्को भिडियोमा है त साथीहरू।